म त कति रुवाको सबैलाई वेलकम ब्याक माई युट्युब च्यानल होइन फाइनल्ली लङ टाइम पछिको स्टेज होइन मेरो भाइसँग अनि लङ टाइम पछिको हाम्रो के भन्छ यो सपना साकार भएको छ अवस्था छ हेर्नु न भाइलाई अब भेट्न जाँदैछौँ हामी चाहिँ मेरो भाइ चाहिँ सिङ्गापुर पुलिसमा भर्ती भएको छ है अनि आज हामी भाइलाई भेट्न जाँदैछौँ बिदाई पनि गर्न जाँदैछौँ म त हेर्नु न जाँदै आँसु आयो है अनि हामी के लिएर आएको छौँ यो पनि फुल मेरो भाइको लागि बुके छ के छ है अनि हेर्नु न भाइलाई बिदाई गर्ने खुसियाली भनौँ अथवा के भनौँ अनि कति वर्षपछि सपना हो नि त अनि पुरा हुँदैछ आज हो अनि भाइलाई भेट्न जाँदैछु अब मेरो भाइसँग भेट्दाको रियाक्सन कस्तो हुन्छ तपाईँलाई देखाउनै छु मेरो भिडियो हेर्दै गर्नु होला अहिले चाहिँ हामी पोखरा छौँ अनि हाम्रो ब्लग हेरेर इन्जोय पनि लिनु होला अनि यहाँ छ बाटो आज चाहिँ हामी अब भाइलाई भेट्न जाँदैछौँ भाइलाई भेट्न अब ब्रिटिस काम जाँदैछौँ भाइलाई भेट्न अब कति 20 मिनट पछि त भेट्नुहुन्छ अब मेरो भाइसँग हाम्रो भाइले पनि पर्खेर बसेको होला म त हेर्नु स्टार्टिङमा आँसु आयो मेकअप पनि गरेको त थिइनँ मेरो दिदीहरू आमाहरू कतिखेर आउँछ भनेर पर्खेको बसेको होला है अनि के गर्नु अब भाइलाई छुट्नु पर्ने पनि पिरा अनि भाइलाई छोड्नु पनि पिरा अनि खुसी पनि सबै कुरा मिस्यो क्या अनि यो पल मैले कति वर्ष भयो इन्तजार गरेको बल्ल आज खुसी मिलेको छ अनि मेरो मुटुमा एउटा कुनामा 20 केजीको ढुङ्गा थियो त्यो चाहिँ झिकेको छ क्या मैले छुट्टा गएको छ एकदम हल्का मन भएको छ त्यही पनि के गर्ने आज त आइ नै हाल्दो रहेछ हौ नरुङ भन्दा भन्दै पनि अहिले चाहिँ हामी चाहिँ पोखरामा एकदम हामी त फर्स्ट टाइम पनि हो पोखराको है एकदम सिटी पोखराको भ्यू पनि यस्तो छ अब भ्यू त के भन्नु र त्यस्तो घुम्न पाएको छैन रोडहरू हो यस्तै हो अनि एकदम सिटी चाहिँ मलाई सफा लाग्यो है अब एकदम सफा हामी मैलीहरूलाई इलाम पनि सफा हो तर पोखरा पनि सफा रहेछ क्या एकदम मन पर्यो मलाई चाहिँ अनि खुसी पनि लागिराखेको छ भनौँ न यहाँ दिदी रुँदैछ हामी नि रुन्छौँ क्या देख्दैन म त गाजल छ गाली हुन्छु नि म त्यही भएर म गाजल नगलेको अघि परेन अहिले भेट्दा रुन्छु कि जस्तो लागेर रुएर होइन कि म खुसी होइन कि मामी मेरो दिमागै छैन भन्दै हुन्छ नि होइन हेर्न उमाथि हिमाल देखिँदो रहेछ नि त यहाँदेखि त अन्त हिमाल हेर्नु न कति नजिक हौ त्यही भएर पोखरा टाढो रहेछ हौ हिमाल रहेछ अनि तर हाम्रो गाउँ घरदेखि देखिन्छ नि अलिक पर देखिन्छ नि माइतबाट तर इलामबाट चाहिँ देखिँदैन तर हेर्नु फाइनली हामी चाहिँ भाइ भएको ठाउँमा आइपुगेका छौँ तपाईँले देख्न सक्नुहुनेछ भाइलाई वेटिङमा भाइ आउन आँट्यो मेरो भाइ भेट भयो हेर्नु न आज त खुसीको आँसु कति वर्षको सपना पुरा भयो आज है अनि मेरो भाइले यो ठाउँमा पुर्याउनलाई मैले कति टेन्सन गरेको थिएँ भगवान् ढोगेको थिएँ मेरो भाइको लागि मेरो मनमा कति धेरै मुटुमा 20 केजीको ढुङ्गा निस्कियो है मेरो भाइले मलाई योभन्दा अगाडि धेरै कन्ट्रोल गरे धेरै कराए कहाँ जान दिन आजदेखि त आजाद भाइ आजदेखि आफ्नो तरिकाले जिउ ल अस्ति त मेरो तरिकाले जिउनु पर्थ्यो खाँदा मेरो तरिकाले बस्दा मेरो तरिकाले हिँड्दा मेरो तरिकाले मैले भनेको ठाउँमा मात्रै जानु पाउँथ्यो अबदेखि तैँले भनेको ठाउँमा जानु होइन नराम्रो काम नगर्नु दिदीको चिज कहिले नझुकाउनु ल मेरो भाइले मेरो उसको वचन पक्का गर्यो होइन कति धेरै उसले सङ्घर्ष गर्यो ठाउँमा आउनलाई कति टेन्सन भयो हामीलाई कति गाह्रो भयो हामीले भगवान् कति ढोगेको छौँ हाम्रो मागसँग कति मागेको थियौँ यो कुरा है मेरो भाइ आजभन्दा 18-19 वर्ष अगाडि जन्मिँदा पनि यसरी नै खुसी मिलेको थियो किनभने हाम्रो भाइ हामी 5 बहिनी पछिको जन्मेको मेरो भाइ हो मेरो ठुलो दाइ पनि हुनुहुन्छ त्यही पनि अझै
कान्छा भाइ पनि अब खोज्दा खोज्दा जन्मेको है बल्ल बल्ल हाम्रो भाइ जन्मिँदा नि हामी यति नै खुसी भएको यसरी नै रुको खुसीको आँसु यस्तै भएको मेरो आमाले यहाँ हुनुहुन्छ मेरो आमा 40 वर्षको उमेरमा मेरो आमाले मेरो भाइ जन्माएको अनि यो 40 वर्षमा लास्टमा हाम्रो भाइ भएर जन्मेको सानो भएर जन्मेको हामीले यसले मायाले गालीले फुकाएको है यसले मैले धेरै कन्ट्रोल गरेको थिएँ अनि आजबाट मेरो भाइ आजाद भाइ जिन्दगी अब तेरो जिन्दगी अबदेखि जिउनु होइन नराम्रो काम चाहिँ नगर्नु अनि दिदीहरूको सिट कहिले नझुकाउनु आफ्नो तरिकाले हिँड्नु अबदेखि मलाई केही कुरामा पर्मिसन लिनु पर्दैन पहिला त चिया खान जाँदा नि मलाई पर्मिसन लिनु पर्थ्यो नि भन त कस्तो लाग्यो तिमीलाई कस्तो लागिरहेछ मिलेको त न दिदीसँग कति गुनासो गर्यो दिदीले धेरै कुट्यो नि त तिमीलाई गुनासो छ कि छैन धेरै कुटे खायो नि मेरो भाइ ल उसको कान्छी दिदी उसको प्यारी दिदी हो धेरै उसको मायाको दिदी यता छ आउनु सबैजना यता आउनु बस्नु उसको दिदी हो आमा पनि आउनु यहाँ उब्नु हाम्रो सब फ्यामिली हामीले भाइलाई भेट्न आएको ल गुनासो छैन नि दिदीले पिट्यो भनेर यहाँ सेन्टर भिड्न आउँदा मात्रै नि झन् अलि कुटे खाएको थिइस् नि मेरो हातको यो भाइ भेटेर खुसीले आँसु यस्तो बगेको छ होइन भेट भइहाल्यो यसको गाजल बिग्रेर बिचो गाजल लगाउने ल है हाम्रो यस्तो भयो अब हामी टिकाको उयो गर्नेछौँ लु आमाले लगाइदिनुहुन्छ अरे लु टोपी लगाइदिनु आमा अब त भाइको म त तिमीलाई नि म त अब त्यो भयो भने त भएन नि त तिमीलाई म त अस्ट्रेलियाको यो हेर्नु थालेको थिएँ यता देखेन देखेन हौ दिदी भाइ सधैँ जित्नु सबको लागि कहिले जित्नु नपरोस् जहिले लागि काम गर्नु हाम्रो नेपाललाई जहिले उच्च राख्नु हाम्रो देशको नाम खराब कहिले नगर्नु अनि अर्को कुरा मेन कुरा त्यही काम गर्दा पनि कहिले पनि फ्यामिली सम्झेर अगाडि बढ्नु पहिला फ्यामिलीलाई सम्झिनु अनि मात्रै काम सुरुवात गर्नु फ्यामिलीलाई सम्झिनु मेन कुरा अनि अगाडि बढ्नु आफ्नो जिम्मेवारी आफ्नो कर्तव्य होइन आफ्नो ऊबाट कहिले पछि नहट्नु होइन अनि आफ्नो स्वाभिमान कहिले नबेच्नु नेपालको नाम कहिले खराब नगर्नु ल भिडियोको बनाइदिएर म भाइले अनि मैले उयो म बनाउनु बुवालाई पनि पर्दैन बुवा भिडियो बनाइ मजाले जब किन्नु पर्दैन भिडियो त पार्टी गर्नु गयो हामी त पार्टी खायौँ नाङ्लोमा अस्ति हामी नाङ्लोमा पार्टी खायौँ डर लाग्छ जस्तो लाग्यो टिकटकमा खानाले बनाएको पनि दिन्छ सबै दिन्छ मलाई भिडियो गरेको ए अहिले यताबाट गर्दा देखिन्छ नि ल राम्रो के अरे
मेरो भाइ चाहिँ अब मलाई खासै बोल्न आउँदैन हैन नराम्रो चाहिँ नहोस् त्यति नै छ अब मेरो भाइबाट मलाई जे सोचेको थियो मैले त्यो चाहिँ पाइसकेँ ल यसरी बनाएको त एउटा म पनि भएन मेरो भएन मलाई चाहिँ मन लाग्छ खाएको मात्रै लड्डी खाएको बनाइदिनु म पनि बनाइदिएँ मेरो त्यो जाते त्यो हालले जाते यसरी खानु पर्दैन ल भिडियो मेरो पनि गर त म पनि भन्छु आमा पनि खुवाउनु पर्दा खुवाउनु ऊ पो त सकुन पो त सालमा खुवाएको आम भयो मेरो भाइले मेरो मन आमाले तिम्रो सपना भाइ हामीले त भनेन मेडिकल पास गरेपछि हिमाल घुम्न तैँले जे काम गर्दा पनि फेमिली सम्झेर गर्नु यताबाट बनाउनु न यताबाट उज्यालो लाउँछ कि यता घामपट्टिबाट यता हेर्नु त दिदी मेरो कस्तो दामी आइरहेको छ मेरो पालो अब ओइ सुन त आइज यस्तो दामी निकालेको छु अब मेरो पालो खिच्न म त त्यसै गरिन त नि हौ म त एकछिन त नि त्यो ऊ भाइ चिल्ले सर्प देख्दाखेरि सर्प लाटिन्छ नि हो कविता दिदीले सुनाउँदा त्यस्तै भएको थियो कि एकछिन त मलाई ढोकेर चाहिँ आमा उब्नु आमा उब्नु मेरो भाइले चाहिँ पहिलो कमाइदिँदैछ है लु आमालाई
छ म त कति रुनु भएको पहिलो कमाई मेरो भाइले आमालाई दिँदै थियो कति रुनु भएको मलाई त्यो भाइ रुनु मात्रै आउँछ खुसी भएको नि यो मेरो भाइले पहिलो कमाई दिँदैछ है दिदीले आमामा लुनु बुइसरी सेवा र उसको पहिलो कमाई बाँड्दैछ है ल मलाई पनि ल ल ल मलाई पनि पहिलो कमाई दिएको है पहिलो कमाई ल मेरो भाइको पहिलो कमाई मेरो भाइ बुढो भइसकेछ आमा छोराको कमाई खानु त लेखेको रहेछ त्यसरी पुरस्कारमा पनि आफूलाई राख्यौ आफ्नो लागि खासै पर जानु चाहिँदैन कि अब यो भनेको नेपालमा भरि मात्रै चल्ने टेन्सन कति साह्रो अनि त्यो सिंहराजको छोराले चाहिँ के गर्छ भन्दाखेरि आउने बाहिरको पस्ने ढोका ड्याङ गरेछ सिंहराजको छोराले कुटेको फुलेको नि ढोका लगाऊ भन्ने रहेछ कि लगाएपछि अलि तान्दाखेरि त ढ्याङ गर्छ क्या त्यो ढोका ढ्याङ आउँछ क्या ढोका ढ्याङ गरिदियो साथी त्यो साथी अब कति 2 किलोमिटर कुदाखेरि उसले 5 चक्कर कुद्नुपर्छ नि त त्यसले चाहिँ गन्दैन रहेछ अनि कुदेको गरेछ अनि अन्तिम चक्करमा चाहिँ तान्छु भनेको सोचेको छ कि त्यो चक्कर सकिसकेको क्या तान्ने बेला त छ्याप्पै समात्दियो अरे क्या त्यो पनि त्यो गयो अन्त हजुर उदयपुर नरेश राईको मान्छे कति लाग्यो के त ए हैन अब खुसेको नै यही हो किन ढुल्नु हो तेरो आँखामा के भयो रगत आयो त ए के गर्नु आज भाइले भेटेर फर्केको हामी त नरुङ्गन जाने हातमा आइहाल्छ अब भाइ अब जाने हामी त भाइलाई राखी छोडेर यो रुएर हेर्नु म त रुँदैन रुन्छु भनेर रुनु त अनि के बगानु छोडेर रुनु मन लाग्छ अनि नरेश आएको अन्त कसको फ्यामिली आएन नि अहिले चाहिँ हामी म्युजियम गोर्खा म्युजियममा आएको छौँ ठाउँहरू चाहिँ यस्तो रहेछ हो यो टिकट काटेर चिन्नु पर्दो रहेछ हेर्नु न यस्तो रहेछ है बन्दुकहरू उहिलेकोहरू होला नि पक्का नि यिनीहरू यहाँ अनि रक्सीको बोतल पनि देखिन्छ त के हो यस्तो